आज हामी चिप्ले किराको खोजीमा छौँ गाइजहरू हामी चिप्ले किरा खोज्दैछौँ है यहाँ खुट्टा अलिकति फ्र्याक्चर भएको छ त्यही भएर खोजेको चिप्ले किरा ए हाड जोड्ने पुरा ठुलो जुम गरेर देखो त भाइ यहाँ चिप्ले किरा देख्न सकिन्छ यहाँ टक्कसँगले यस्तो हुन्छ चिप्ले किरा चाहिँ यहाँ पनि रहेछ यहाँ देखाउ त यहाँ जुम गरेर यस्तो हुन्छ चिप्ले किरा हो दामी रहेछ ल सानो टिक्लिका निल्नेहरू अहिले गाई चिप्ले किरा चाहिँ ढिला पारेर लगेर टक्क घरमा रहेर खानुपर्ने अवस्था हुन्छ है गाई ज्वरो यहाँ पनि रहेछ भाइ देखाउ त यहाँ है यहाँ लडिरहेको छ ल गाई ज्वरो ल एक भाँडा भयो एक भाँडा चाहिँ भयो गाई ज्वरो एक भाँडामा ल हुन्छ यतिले पुग्छ यसलाई चाहिँ छोपेर लानुपर्छ होला है टक्कसँगले यता टमाटर झारीमा चाहिँ गइने रहेछ है ल आजलाई पुग्छ आज चाहिँ हाम्रो दाइले चिप्ले किरा मारी खाँदैछन् तर साह्रो ठुल्ठुलो रहेछ नि त हो नि सानै भेटिन त भाइ भरे कसरी यहाँ खानुहुन्छ नि अब यो काटेर यी सानो सानो भेटाएन ल टक्क यसलाई चाहिँ धुनुपर्छ है भाइ नधुइदियो हुँदैन है यस्तो कालो छ मैले ट्याप चिपेर भङ्गै खाएको छु खानु न त्यतिकै अब अब यहाँ ए दाइ पनि सबैले धुम ल हिजो पनि खानुभएको ल यहाँ चाहिँ हल्का पानी हाल्नु ल र सबै चिप्ले किरा लाग्यो बहिनी के हो ल अब यसलाई चाहिँ खाने तरिका यस्तो है यसले चाहिँ जिउ दुखेको होइन यो घुँडा आँख्लाहरू दुखेको होइन के भन्छ जोड्नी दुखेकोहरू होइन खुट्टा भाँचेको मर्केकोमा चाहिँ हजुर यसले ठक्क काम गर्छ त्यही भएर यसलाई यसरी खानुपर्छ स्वाट्टै खान सकेन भने यस्तो घुमाउने होइन यस्तो पानी घुमाउँदै यो पनि घुम्छ घुम्दा घुम्दै यसलाई स्वाट्ट पार्दा आएन त खोइ किन आएन पानी चिप्लो हो नि त यस्तो गरेर